सिप सिकौं आत्मनिर्भर बनौं। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। र र आजको यस जिनियस मल्टिटेक्निकल प्रालीद्वारा आयोजित 25औं वार्षिक साधारण सभाको सभाध्यक्ष गरिरहनुभएका यसै संस्थाका श्रद्धेय अध्यक्षज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र ड्यासमा आसीन्न विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरी पाल्नुभएका अतिथि गणहरू र आजको यस कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि पाल्नुहुने सम्पूर्ण महानुभावहरू र आजको यस कार्यक्रमलाई सञ्चारको माध्यमबाट विभिन्न क्षेत्रमा यहाँ उपस्थित नहुने विभिन्न मा चाहिँ प्रधानसम्म पुर्याउनको लागि पाल्नुहुने हाम्रो पत्रकार बन्धुहरू र आजको यस कार्यक्रमलाई सुरक्षाको लागि खटिनुभएका सुरक्षाकर्मी मित्रहरू सम्पूर्णमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। आजको यस 25औं वार्षिक साधारण सभामा यो तपाईँहरूले जुन एउटा गरिरहनु भएको छ, एउटा जुन 25औं वसन्त पार गर्नुभएको छ, सर्वप्रथम म यहाँहरूलाई हृदयदेखि नै र मेरो संस्थाको तर्फबाट म हार्दिक नमन र आगामी दिनहरूमा सफलताको कामना व्यक्त गर्दछु। र अहिले जुन तपाईँहरूले हाम्रो देशको लागि आवश्यक दक्ष जनशक्तिहरू उत्पादन गरिरहनु भएको छ र जुन दक्ष जनशक्ति उत्पादन गर्नको लागि जुन तपाईँहरूले एउटा आफ्नो एउटा सङ्गठनलाई अगाडि बढाउनुको 25औं वसन्त पार गरेको छ, यस दौरानमा तपाईँहरूले धेरै आफ्नो दक्ष जनशक्तिहरू उत्पादन गरेको हामीले महसुस गरेका छौँ र तपाईँहरूको दक्ष जनशक्तिहरू हामीले चाहिँ मार्केटमा भेटेर तपाईँहरूको दक्ष जनशक्तिले चाहिँ दिएको जुन कामहरू छ त्यसबाट हामी निकै प्रभावित भएको कुरा समेत म यहाँहरूसँग जानकारी गराउँछु। जुन तपाईँहरूले सिकिरहनु भएको छ, यसै संस्थाबाट तपाईँहरूले जुन कार्यक्रम लिएर ट्रेनिङ लिएर आइरहनु भएको छ र ट्रेनिङ पश्चात अब हामीलाई के हुन्छ होला, के गर्ने होला भन्ने तपाईँहरू अन्यलमा हुनुहुन्छ भने पक्का पनि तपाईँहरूलाई पहिला नै भनिसकेको छ, तपाईँहरू तालिम लिनुहुन्छ, तालिम लिएपछि तपाईँहरू उद्यमशील बन्नुहुन्छ। उद्देश्य त्यही छ तपाईँहरूको, मलाई जहाँसम्म लाग्छ मैले बुझे अनुसार। र भनेपछि अब उद्यमशीलता बन्नको लागि त्यति सहजता भने छैन र यसको लागि जुन एउटा यो जिनियस मल्टिटेक्निकल संस्थाले जुन आयोजना गरिरहनु भएको छ, जुन एउटा सहकार्य गरेर विभिन्न किसिमको तालिमहरू ल्याएर हाम्रो यो मार्केटमा दक्ष जनशक्ति उत्पादन गरिरहनु भएको छ, यसप्रति हामी एकदम आभारी छौँ, खुसी छौँ। र त्यो सँगसँगै केही कुराहरूको कमी, दक्ष जनशक्ति उत्पादन गर्दाखेरि जुन हजुरहरूले गरिरहनु भएको छ, दक्ष जनशक्ति उत्पादनको लागि दक्ष ट्रेनरको पनि आवश्यकता पर्दछ। जब दक्ष ट्रेनर हुन्छ तब उसले दक्ष जनशक्ति उत्पादन गर्न सक्छ, नत्र भने सक्दैन। र यसमा दक्ष जनशक्तिको लागि जुन हजुरहरूले एउटा क्याटेगोरी छुट्याउनु भएको छ, त्यो क्याटेगोरीमा रहँदाखेरि चाहिँ आफ्नो नातागोता भन्दा पनि हामीले जति पनि आफ्नो चाहिँ स्टुडेन्टहरूलाई हामीले आफ्नो समय दिएर खर्चेर आउनुभएको छ, उहाँहरूको समयको महत्त्व बुझिदिनु हुनुसहित म यहाँहरूलाई अनुरोध गर्दछु। किनभने विगतमा केही ठाउँहरूमा तपाईँहरूको जुन टिमले जुन काम गरिरहेको थियो त्यो काममा हो मैले भने तपाईँहरूले धेरै राम्रो काम गर्नुभएको छ र त्यो सँगसँगै केही कमीहरू पनि छ र त्यो कमीहरूलाई पनि हजुरहरूले स्वीकार्नुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु। र अहिलेको यो जुन बजारको व्यवस्थापन छ, बजारको व्यवस्थापनको कारणले गर्दाखेरि पनि हाम्रो दक्ष जनशक्तिहरू भनेको ठाउँमा चाहिँ मार्केटमा जान सकिरहेको छैन र त्यहाँसम्म पुग्नको लागि हामीले तपाईँहरूको संस्थाबाट, तपाईँहरूको सङ्गठनबाट हामीले एउटा कडिक रूपमा काम गर्ने र तपाईँहरूलाई सहयोग दिन्छौँ भन्ने पनि म यहाँ प्रतिबद्धता जनाउन चाहन्छु। र अहिलेको यो परिप्रेक्ष्यमा जुन यो तालिमको छ, शिक्षाको जुन व्यवस्था छ, यो व्यवस्थाहरूलाई चाहिँ तपाईँहरूले अलिकति मोडराइज रूपमा चाहिँ ढालिदिनुसम्म म तपाईँहरूलाई अनुरोध गर्दछु। के छ भने तपाईँहरूले एउटा पुरानो प्रविधिबाट सिकाइरहनु भएको छ, सामानहरू पुरानो छ, त्यही तपाईँहरूको दक्ष जनशक्ति उत्पादन भइसकेपछि त्यो जनशक्ति मार्केटमा गएर काम गर्दाखेरि उसले जुन कुराबाट तपाईँले काम गरे त्योभन्दा फरकमा पुग्ने बित्तिकै तपाईँ काम गर्न अलिक असहजता भइरहेको छ। त्यही भएर तपाईँहरूले जुन चाहिँ टुल्सहरू युज गर्नुभएको छ त्यो टुल्सहरूलाई अहिलेको समय परिस्थिति अनुसार परिवर्तन गर्नु सहित म यहाँहरूलाई अनुरोध गर्दछु। र त्यस पश्चात आत्मनिर्भर जुन सिपमा तपाईँहरू सिकाइरहनु भएको छ, सिकाइसकेपछि त्यस पश्चात आत्मनिर्भर बनिसकेपछिको लागि चाहिँ उद्योग धन्दाहरूतिर जुन हामीले आत्मनिर्भरताको लागि उद्यमशीलता विकासको लागि भन्ने जुन हाम्रो मुख्य चाहिँ हाम्रो प्रयत्न रहेको छ, त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ हाम्रो यस अहिलेको परिप्रेक्ष्यमा हाम्रो जुन ठाउँमा जस्तो किसिमको जनशक्ति उत्पादन हुन्छ त्यही ठाउँमा त त्यो जनशक्तिले काम गरोस्, त्यो जनशक्ति बाहिर नजाओस्। र त्यसको लागि के गर्नुपर्छ, कसरी लाग्नुपर्छ भने हाम्रो सङ्गठन
तपाईहरुसँग अब रहेको समेत म यहाँहरुलाई प्रतिबद्धता गर्न चाहन्छु। र यसले गर्दा हाम्रो यस क्षेत्रमा पोखरामा त्यसै श्री उत्पादन भएको दक्ष जनशक्तिले यही नै काम पाउने परिपाटी, यही नै उनीहरूले उद्यमशीलता गर्ने परिपाटीको विकास भयो र त्यसको चाहिँ लागि चाहिँ हाम्रो स्थानीय सरकारदेखि लिएर आज हाम्रो प्रमुख अतिथिमा हाम्रो स्थानीय सरकार हुनुहुन्छ, उहाँले पनि म ध्यान आकर्षण गर्न चाहन्छु। र यसमा उहाँहरूले पनि टेवा पुर्याइदिनु भयो भने पक्का पनि मलाई लाग्छ एउटा कुनै ठाउँ केन्द्रित व्यवसाय हुने छैन। अहिले भनिन्छ नि काठमाडौँमा मान्छेहरू एकदम भिड छ नि, एउटा केन्द्रित व्यवसाय भयो के सबै ठाउँ। के हो काठमाडौँ, पश्चिमको मान्छे पनि काठमाडौँ भन्छ, सुदूरपश्चिमको मान्छे काठमाडौँ भन्छ, पूर्वको मान्छेले काठमाडौँ भन्छ, मध्यपश्चिम पनि काठमाडौँ, सबैजना काठमाडौँ। तपाईँ हामी पनि दक्ष जनशक्तिहरू उत्पादन हुन्छौँ, उद्यमशीलता बन्न खोज्छौँ, कहाँ काठमाडौँ। यो कुरामा चाहिँ म हाम्रो मुख्यमन्त्रीको ध्यान आकर्षण गर्न चाहन्छु। र सँगसँगै यसरी हामीले एउटा ठाउँ केन्द्रित नगरिकन एउटा चाहिँ हरेक ठाउँमा सर्भिस दिन सक्यो भने हामी पोखराको मान्छेहरू 8 घण्टा 10 घण्टाको यात्रा गरेर काठमाडौँ जानुपर्ने बाध्य हुने छैन। 4-5 हजार रुपियाँ तिरेर प्लेनबाट हामी काठमाडौँ जानुपर्ने बाध्य हुने छैनौँ। र त्यो नहुने बित्तिकै काठमाडौँको पक्का पनि क्राउड पपुलेसनहरू घटेर काठमाडौँ दुर्गति हुने छैन, काठमाडौँ हल्ला बढी हुने छैन, अनैतिक कार्यहरू बढी हुने छैन। जब अनैतिक कार्य बढी हुनुको भनेको पपुलेसन क्राउड कारणले गर्दा हो। यस्तो कुराहरूलाई चाहिँ यहाँहरूले पक्का पनि यो अहिलेको स्थानीय सरकारले पक्का पनि ध्यान दिनुहुन्छ भन्ने म विश्वास गर्दै कुनै पनि एक ठाउँ केन्द्रित व्यवसाय नगरिकन यस कुरालाई चाहिँ राज्यले पनि यसलाई अलिकति जुझारको साथ लाग्दिनु हुनु भन्नु म अनुरोध गर्दै आजको यस 25औं वार्षिक साझा सभामा मलाई अतिथिको रूपमा बोलाएर मेरो केही शब्दहरू राख्ने यो सुअवसर प्रदान गरिदिनु भएकोमा आयोजक संस्थाप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। र अहिलेसम्म हजुरहरूले सुनेर साथ दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। र हजुरहरूले जुन एउटा सिक्नु भएको छ, तपाईँहरूले जुन यो जिनिसको एउटा प्रडक्ट हुनुहुन्छ, तपाईँहरू अब सोच्नुहोस् हामी उद्यमशीलतातिर लाग्छौँ, हामी राष्ट्रलाई अगाडि बढाउनुतिर लाग्छौँ। राष्ट्र अगाडि बढाउनु भनेको आफ्नो व्यक्ति अगाडि बढ्नु भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस्, धन्यवाद।